साने साना हजुर यहाँ आऊ त भन्नु न सुन न भान्सामा कलिलो कलिलो बासाउने घिराम्रो टिपेको क्या कलिलो घिराम्रो टिपेको छु काटेर ठिक्क पारेर राख अनि सुन पुरै कुरा सुन मेरो भान्दाईको छोरी जन्मे नि त आज 7 दिन भयो अनि भेट्न जामला छोरी नानी या घिरौला त खानु है म जतिखेर हिजो नि घिरौला अस्ति नि घिरौला मान्छे घिरौला हुन लागिसक्यो खालि घिरौला बाउला फकाउ नि त जाऊ के तरकारी खाने जाऊ बाउला फकाउ मान्ने बाबा त गुन्द्रुक खाने भन्नु बाबा त मासु भनेको गुन्द्रुक अरे किन गुन्द्रुक हातमा झोल हाल्ने नि त जाऊ नि त किन मासु खाने अनि बाउला फकाउ नि त फकाउ जाऊ फकिनु हुन्न बाबा यता सुन न म पो अर्का छोरी मान्दैन गिरामा रसाल के अरे गुन्द्रुक रसाल भन्छ न तिमीलाई भन्दैन नि ताхан छोरछोरीले के खान्छ भनेर बस्ने खाले बाउ छन् फकाउ अलि राम्ररी फकाउ न भोलि पाल्ने मैले हो बाबा भोलि बुढेसकालमा मैले कमाएछु नि त तपाईँलाई जे भन्यो त्यही किनमिनलाई मिठो खुवाउँला भन न अहिले तपाईँको कमाइ खानुपर्छ मैले के गर्नु त बाबा भनेर फकाउ न मान्ला नि त मान्नुहुन्छ त के अरे भन त मान्ला नि त मान्नुहुन्छ त मान्नुहुन्छ नि तिम्रो यस्तै नरम बोलीले फकाउ न जर चाहिँ नपर नरमसँग बोल मान्नुहुन्छ जाऊ त जाऊ एकचोटि ल म जान्छु है त माने भने फेरि आऊ है म माथि ल बाबा फकाएर माने भने आऊ है ल के को मासु खाने भने के को मासु खाने भने कुखुराको ल के अन्त साउन महिना भयो नि तिमीलाई पकाएर त खुवाउनु पर्यो नि छोरछोरीको लागि त खुवाउनु परिहाल्यो कुखुराको जाऊ त जाऊ फकाउ त जाऊ त एकचोटि फकाउ नि के भन्छ न फेरि म भेटे आऊ है ल जाऊ त